नेपाल 10 टिभी हाम्रो सरकार तपाईकै आवाज। नेपालले सन् 2014 मा BRI परियोजनामा सैद्धान्तिक सहमति जनाउँदै सन् 2016 मार्च 21 मा ट्रान्जिट ट्रान्सपोर्ट एग्रिमेन्ट हुँदै सन् 2017 मे 12 मा यो परियोजनामा हस्ताक्षर गरेको थियो। सम्बद्ध केही देशहरू ऋणमा फस्न सक्ने सम्भावना, पारदर्शी र कमजोर संस्थागत व्यवस्थापन, समस्या र कार्बन उत्सर्जन 0.3% हुने जस्ता जोखिमका सजगता अपनाउनु पर्ने बताएको छ। यसअर्थमा जुन देशहरूमा पारदर्शिता, आर्थिक अनियमितता, भ्रष्टाचार रहन्छ ती देशहरू ऋणको पासोमा फस्न सक्ने अनुमानलाई हामीले सहज रूपमा व्याख्या गर्न सक्छौँ। BRI यो परियोजनालाई विश्वव्यापी अर्थतन्त्र वृद्धिमा कोसेढुङ्गा साबित हुन सक्छ, जसले विकसशील देशमा थप समृद्धि, शान्ति र स्थिरता ल्याउने प्रबल सम्भावना हुन सक्छ। विश्व बैंकले आफ्नो प्रेस नोट 201 मा BRI को पूर्ण उपयोग भएमा विश्वका 3 करोड 20 लाख मध्यम गरिबी नागरिकहरूको जीवन उठ्नेछ भनेर बताएको छ। नेपालको व्यापार घाटा ठूलो आर्थिक चुनौती हो। कुल व्यापार वार्षिक 15 खर्ब रुपियाँ छ। यसमा आयात मात्रै 14 खर्ब 18 अर्ब रुपियाँ रहेको छ। यो 2076-77 को आँकड हो। नेपाल 10 टिभी हाम्रो सरकार तपाईकै आवाज। मेरो नमस्कार, म आज तपाईहरुसँग चीनको BRI भीमकाय परियोजना र त्यसले नेपालमा के कस्ता सकारात्मक नकारात्मक असरहरू पार्दछ त्यसको बारेमा छोटकारीमा चर्चा गर्न चाहन्छु। नेपालले सन् 2014 मा BRI परियोजनामा सैद्धान्तिक सहमति जनाउँदै सन् 2016 मार्च 21 मा ट्रान्जिट ट्रान्सपोर्ट एग्रिमेन्ट हुँदै सन् 2017 मे 12 मा यो परियोजनामा हस्ताक्षर गरेको थियो। सहभागिता जनाए पनि परियोजनाहरूको काम भने कुनै पनि अघि बढ्न सकेको छैन। यद्यपि BRI सम्बद्ध ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कको खाकाको बारेमा निर्कल गरी काम अघि बढ्ने तत्कालीन विश्वास गरिएको थियो। नेपालले सुरुमा BRI अन्तर्गत 35 परियोजना पेश गरेको थियो, तर चीनको सुझावमा 9वटा मात्र सूचीकृत गरिएको थियो। नेपाल BRI अन्तर्गत 6 करिडोरहरूमा नजोडिए तापनि 7औं करिडोरका रूपमा नेपाल र चीन बीचमा हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी विकास सम्झौता कार्यान्वयन गर्न भने जरुरी रहेको छ। नेपालको व्यापार घाटा ठूलो आर्थिक चुनौती हो। कुल व्यापार वार्षिक 15 खर्ब रुपियाँ छ। यसमा आयात मात्रै 14 खर्ब 18 अर्ब रुपियाँ रहेको छ। यो 2076-77 को आँकड हो। त्यसमाथि पनि ठूलो हिस्सा भारत निर्भर छ। चीनसँग सिमाना जोडिएको मात्र हैन, पारन सम्झौता भएको अवस्थामा पनि नेपालले कुनै लाभ लिन सकेको छैन। नेपाल मार्फत हुने स्थल मार्ग चीनलाई दक्षिण एसियामा प्रवेश गर्ने सबैभन्दा सजिलो र छिटो बाटोको रूपमा चित्रण गरिएको छ। त्यसैले नेपाल मार्फत सडक र रेलवे निर्माणलाई चीनले उच्च प्राथमिकतामा राखेको छ। यसर्थ चीनको दक्षिण एसिया प्रवेश मार्गको रूपमा नेपाललाई जोड्न सकियो भने यातायात, लगानी, व्यापार, पर्यटन लगायत क्षेत्रमा मुलुकको दिगो विकासमा महत्त्वपूर्ण योगदान हुने ठम्माई गरेको छ। चीनको जनसङ्ख्या 139 करोड मध्ये
0.5% मात्र नागरिकलाई नेपाल भ्रमण गराउन सकियो भने नेपालको आर्थिक अकल्पनीय हुन सक्छ भन्ने अर्को विश्लेषण पनि गरिएको छ। चीनको अन्तर्राष्ट्रिय प्रभाव थप बढ्न सक्ने अनुमान भने यसले गर्न सकिन्छ। इन्डो पेसिफिक स्ट्राटेजीको अवधारणा अमेरिकाले BRIको विकल्पको रूपमा ल्याएको कुरा पनि वास्तवमा चर्चा र बहस भएको थियो, बहस नै छ। जहाँ नेपालको महत्त्वपूर्ण भूमिका होस् भन्ने अमेरिकाको चाहना बुझिन्छ, अर्थात् इन्डो पेसिफिक रणनीतिलाई नेपालले कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा अमेरिकाको चाहना रहेको छ। अमेरिकी विदेश मन्त्री माइकल पोम्पियोका तत्कालीन अमेरिकी विदेश मन्त्री माइकल पोम्पियोका अनुसार उनीहरू स्वतन्त्र, खुल्ला तथा समुद्र समृद्ध इन्डो पेसिफिक क्षेत्रमा नेपालको केन्द्रीय भूमिका हुनुपर्ने सोच राख्दछ। जबरजस्त रूपमा आएका दुई अवधारणा BIR र इन्डो पेसिफिक स्ट्राटेजीले नेपालले सदुपयोग गर्न केही चुनौतीहरू भने निश्चित रूपमा देखिन्छ। बेलायत, फ्रान्स र जर्मनी अमेरिकाको सदस्यता भएका कारण BRI प्रति अलमलमा छन्। तथापि उनीहरूले पनि चीनको आर्थिक विस्तार र BRIबाट प्राप्त हुने हरेक अवसरको फाइदा भने उठाउँदै आएका छन्। भारतले पाकिस्तान नियन्त्रित काश्मीरबाट सडक गएको हुनाले भारतको सुरक्षामा गडबडी हुन सक्छ भन्ने आधारहरू सुरक्षा चिन्ता देखाएको छ। खास गरी नेपाल, श्रीलङ्का, बङ्गलादेश, म्यानमार चीनको बढी प्रभावमा पर्ने आशंका भारतको छ। साथै चीनले पाकिस्तानको हितमा बढी काम गरिरहेकाले पनि भारत BRIबाट अलग बस्न चाहेको भने देखिएको थियो र त्यो त अहिले भारतले चीनको BRIलाई स्वीकार गरेको छैन। अमेरिका र पश्चिमा जगतले BRI परियोजनालाई ऋणको भारी बोकाउने र चीनको प्रभाव फैलाउने कूटनीतिक रूपमा विश्लेषण गर्दै आएका छन्। श्रीलङ्काको हम्बनटोट बन्दरगाहले श्रीलङ्का टाट पल्टेपछि चीनलाई 90 वर्षको ठेक्का दिन बाध्य हुनु परेको र सोही प्रकारले चीनले भविष्यमा आफ्नो पहुँच विस्तार गर्न सक्ने तर्क अगाडि सारेका छन्। तथापि अनुसन्धानकर्ताहरू यो तर्कमा भने सहमत देखिँदैन। BRIलाई यो परियोजनालाई विश्वव्यापी अर्थतन्त्र वृद्धिमा कोसेढुङ्गा साबित हुन सक्छ, जसले विकसशील देशमा थप समृद्धि, शान्ति र स्थिरता ल्याउने प्रबल सम्भावना हुन सक्छ। विश्व बैंकले आफ्नो प्रेस नोट 201 मा BRIको पूर्ण उपयोग भएमा विश्वका 3 करोड 20 लाख मध्यम गरिबी नागरिकहरूको जीवन उठ्नेछ भनेर बताएको छ। विश्व व्यापारमा 6.2 र आयमा 2.9% वृद्धि हुने समेत बताएको छ। पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका विकासोन्मुख मुलुकहरूको कुल ग्राहस्थ उत्पादनमा 2.6 देखि 3.9% सम्म योगदान दिएको छ। त्यसैगरी साझेदारी करिडोर सम्बद्ध देशहरूमा 9.7% आर्थिक वृद्धि हुनेछ भने निम्न आर्थिक साझेदारी करिडोर क्षेत्रमा 7.6% को दरले वैदेशिक लगानी वृद्धि हुने कुरा उल्लेख गरेको छ। सम्बद्ध केही देशहरू ऋणमा फस्न सक्ने सम्भावना, पारदर्शी र कमजोर संस्थागत व्यवस्थापन, समस्या र कार्बन उत्सर्जन 0.3% हुने जस्ता जोखिमका सजगता अपनाउनु पर्ने बताएको छ। यस अर्थमा जुन देशहरूमा पारदर्शिता, आर्थिक अनियमितता, भ्रष्टाचार रहन्छ ती देशहरू ऋणको पासोमा फस्न सक्ने अनुमानलाई हामीले सहज रूपमा व्याख्या गर्न सक्छौँ। त्यसो भएको हुँदा यो BRI परियोजनालाई नेपालले हस्ताक्षर गरिसकेको छ। यो कार्यान्वयन भयो भने नेपालले फाइदा पुग्ने विश्लेषण गर्न सकिन्छ। त्यस्तै गरेर अमेरिकी इन्डो पेसिफिक रणनीति पनि नेपालले MCCलाई त हस्ताक्षर गरिसकेको छ। यो इन्डो पेसिफिक रणनीतिकै MCC एउटा अङ्ग हो। यो कुरोलाई चाहिँ नि धेरै भनिरहनु पर्दैन र यी सम्पूर्ण चिजहरू जहाँ जे भए पनि जसले लगानी गर्छ कुनै न कुनै देशको आफ्नो स्वार्थ बिना
त्यो देशमा लगानी गर्दैन। चाहे तपाईले चीनको BRI परियोजना होस्, चाहे तपाईले अमेरिकी इन्डो पेसिफिक रणनीतिको कुरा गर्नुहोस्, या भारतले कुनै नेपालमा लगानी गर्दा उसलाई फाइदा हुँदैन भने उसले पनि लगानी गर्न चाहदैन। त्यसो भएको हुँदा यस्ता नेपाललाई टेवा पुग्ने, नेपालको आर्थिक विकासलाई अगाडि बढाउन सकिने, सुखी नेपाली, समृद्ध नेपाल बनाउने परियोजनाहरूको विश्लेषण गरेर, अध्ययन अनुसन्धान गरेर, त्यसबाट हुने हानि र नोक्सानीको दुईटै तर्फलाई त्यसको चाहिँ गहिरो अध्ययन गरेर हामीले लागू गर्यौं भने निश्चित रूपमा नेपाल पनि आर्थिक समृद्धिको विकासमा जान सक्दछ। आज तपाईहरुसँग बिदा हुन चाहन्छु। हस्त नमस्ते। नेपाल 10K टिभी, हाम्रो सरकार, तपाईकै आवाज।